रिचा तिमीलाई नारायणी नदीमा आउँदा कस्तो लागिरहेछ? रमाइलो त लागिरहेछ। आफ्नो मामा घरको नदी यति राम्रो नारायणी नदी। तर मानिसहरूले यसरी फोहोर फाल्नु त हुन्थेन नि, होइन खुसी? हो, अब यो फोहोर व्यवस्थापन गर्नको लागि के गर्नुपर्छ त? यो फोहोर व्यवस्थापन गर्नको लागि गाउँभरिको सबै मान्छेलाई बोलाएर एकट्ठा गरेर सरसफाइ गर्नुपर्छ भन्ने जनचेतना दिनुपर्छ, अनि यो नारायणी नदी सफा हुन्छ। ल, म हजुरहरूलाई एउटा सचेत सूचना दिन चाहन्छु। यसरी नारायणी नदीमा, हाम्रो राम्रो नदीमा, स्वच्छ नदी हुन्थ्यो यसरी फोहोर नफाले भए। यसरी फोहोर फाल्नु, चुरोट खाएर फोहोर फाल्नु, यस्तो के जङ्क फुड खाएर फोहोर फाल्नु हुँदैन। यो हाम्रो सफा हावापानी पाउने नारायणी नदी हो। त्यसैले हामीले नारायणी नदीलाई सफा राख्नुपर्छ। हजुरहरू पनि नारायणी नदीतिर आउनुभयो भने यसरी फोहोर नफाल्नु होला। नारायणी नदी स्वच्छ हुन्न र दूषित हुन्छ। त्यसैले हामी जो आए पनि नारायणी नदी सफा गर्ने, गाउँलेहरूलाई बोलाउने अनि यसको व्यवस्थापन गर्ने। धन्यवाद। सरसफाइ गरौँ र स्वस्थ रहौँ। रिचा, तिमीलाई नारायणी नदीमा आउँदाखेरि यति रमाइलो लाग्दाखेरि गीत गाइदेऊ न त। पानी पर्यो झम झम झम, मेघ गर्जो आज फेरि गाना गरौँ। पानी पर्यो झम झम झम, मेघ गर्जो आज फेरि गाना गरौँ। वाउ, कस्तो राम्रो। ल, धन्यवाद थ्याङ्क यू फर वाचिङ। धन्यवाद, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सब्सक्राइब गर्न नभुल्नु होला। लाइक सब्सक्राइब गर्न नभुल्नु होला र बेल आइकनको बटन दबाउन नभुल्नु होला। तपाईलाई यस्तै भिडियो चाहिन्छ भने। बाई।